हेलो एभ्रिवान। आज के सिक्ने त म तपाईहरुलाई मेरो यो स्क्रिनको माथिपट्टि जुन देखिया छ टपिक, यो टपिकको बारेमा केही कुरा सिकाउँछु र ढिला नगरिकन अब लागु त्यो भिडियोतर्फ। हामीसँग भएको कुनै पनि फोटोबाट अनवान्टेड आइटमहरु डिलिट गर्नलाई यो साइट एकदमै राम्रो छ, एकदम क्विक हुन्छ। जस्तै यसमा स्क्रिनमा देखिए जस्तै यसमा हामीले फ्रीमा यो सबै कुराहरु युज गर्न सक्छौं र लगइन पनि जरुरी छैन। यसको नाम चाहिँ cleanup.pictures वेबसाइटको नाम हो। यसमा गइसकेपछि हामीले आफ्नो कुनै एउटा पिक्चरबाट चाहिँ अनवान्टेड आइटमहरु डिलिट गर्न एकदमै सजिलो छ। अब हामीले यो फोटोमा हेरौं, ल्याम्प, त्यसपछि चेयर, केही आइटमहरु छ। जस्तै हामीले अब कुनै पनि आइटम रिमुभ गर्न मन लाग्यो भने सबैभन्दा पहिला हामीले त्यसलाई सिलेक्ट गर्नुपर्छ। जस्तै यो ल्याम्पलाई हेरौं, यसलाई सिलेक्ट गरिसकेपछि एकदम क्विकली यो रिमुभ भइसक्यो। अनि त्यसपछि गएर अब हामीलाई कुनै अरु त्यहाँ भएको आइटम त्यहाँबाट हटाउनु छ भने, जस्तै भित्ताको यो पोस्टर छ, त्यसलाई सिलेक्ट गरिसकेपछि अब डिलिट भइसक्यो। त्यसपछि यो टेबलमा दुईटा आइटम देखिएको छ, अब त्यसलाई पनि डिलिट गरौँ, सिलेक्ट गरौँ, त्यसपछि अटोमेटिक डिलिट हुन्छ यो। अब यो फोटोलाई हामीले आफ्नो डिभाइसमा सेभ गर्नको लागि यो राइट साइडमा डाउनलोड भन्ने जुन बटन छ हो, त्यो बटनमा क्लिक गरिसकेपछि अटोमेटिक हाम्रो डिभाइसमा डाउनलोड हुन जान्छ।